Hello, welcome to my vlog. एक्लै गएको. Where you go? Come. हेर त तिम्रो साथीहरु. यहाँनिर ड्रोन छ. Oh my god, this is very dark, guys. Little bit scary place. Welcome to my vlog. I'm here in the jungle making vlog, man. How are you? I will turn off my light, man. Straight to see my face. So hello everyone. म चाहिँ यतिखेर यहाँनिर यो ठाउँमा आएको छु, देख्न सक्नुहुन्छ. यो ठाउँमा म यहाँदेखि एकै अगाडि जाने छु. गो कोरोना स्टिल नो गो गाइज. सो त्यही भएर चाहिँ यो मास्क लगाउनु परिरहेको छ. गो कोरोना गो भन्दा पनि कोरोना चाहिँ नगएको कारणले गर्दा कोही पनि छैन यो एरियामा, देख्न सक्नुहुन्छ. तर पनि मास्क लगाएर हिँड्नुपर्ने हुन्छ. सो म यहाँदेखि केही अगाडि जाने छु. अगाडिपट्टि गइसकेपछि यतापट्टि तलपट्टिको साइड केही देख्नेछ र म यहाँहरूलाई आज त्यो एरिया देखाउने छु. सो लेट्स गो. यहाँदेखि तल एउटा ठुलो समुद्र रहेको छ, देख्न सक्नुहुन्छ. यो रुखहरूले यसो छेकिराखेको छ. तलपट्टि एउटा ठुलो समुद्र छ र यहाँदेखि एउटा रिसोर्ट छ. रिसोर्ट समुद्रको छेउमा एकदमै सुन्दर दृश्य छ. र म यो ठाउँमा हिँडिरहेको छु, देख्न सक्नुहुन्छ. यो काठको यसरी हिँड्ने ठाउँ बनाएको छ. That view, guys. Wow, एकदमै सुन्दर छ यो ठाउँ. चिसो हावा चलिरहेको छ, सेम लाइक हाम्रो नेपालमा जस्तो. समुद्रबाट आएको यो हावा एकदमै चिसो र आनन्द आउने खालको हुन्छ. र माथिपट्टि एउटा यत्रो पहाड छ, हरियाली देख्न सक्नुहुन्छ. सेम लाइक नेपालकै जस्तो छ. यतिखेर बेलुकाको 7 बजिसकेको छ गाइज. शीतल छ मौसम. र यो ठाउँमा तपाईहरु आउनुभयो भने तपाईहरुको बिदाको दिन एकदमै इन्जोय गर्नुहुनेछ. अत्यन्तै राम्रो रहेको छ यो ठाउँ. सो लुक एट दैट. Oh my god. Oh, very nice guys. Hello, welcome to my vlog. एक्लै गएको. तिमीलाई मैले यो भ्लग बनाइरहेको छु, युट्युबमा हाल्ने हो. अलि राम्रोसँग हेर है, राम्रोसँग हेर. खै मास्क खोल त. खै मास्क खोल त. क्यामेरा अन गर न. छिटो. यहाँ हेर कस्तो कुकुरहरू आयो. यता हेर त. Hello guys, where you go? Come. हेर त तिम्रो साथीहरु. तिम्रो साथीहरु यहाँ हेर न, कस्तो ग्याङहरु आछन्, 4-5 जना. खै के Alright guys, म यो ड्रोन उडाउन गइरहेको छु यहाँदेखि. देख्न सक्नुहुन्छ यहाँनिर ड्रोन छ. अब यसलाई म यहाँदेखि उडाएर माथि पुर्याउने छु र माथिपट्टि देखेको दृश्यहरू यहाँहरूलाई म यहाँदेखि देखाउने छु. सो लेट्स गो. यहाँ देख्न सक्नुहुन्छ एकदमै सुन्दर ठाउँ रहेको छ. यहाँदेखि माथिपट्टि उहाँपट्टि बाटो रहेको छ. त्यो बाटोदेखि हामी माथि गयौँ भने त्यहाँनिर पानीको मूल भेटिन्छ र पानी आइरहेको छ. त्यो पानी मकमको मानिसहरूले पिउने गर्दछन्. त्यो ठाउँमा म जानेछु यहाँदेखि माथि. सो यहाँहरूलाई म त्यहाँ गएर देखेका केही दृश्यहरू देखाउने छु गाइज.
यो माथिपट्टि निक्लिसकेको छ, देख्न सक्नुहुन्छ जङ्गलको बिचबाट यस्तो खालको बाटो रहेको छ। यहाँ यतापट्टि मूलको पानीको आवाज हजुरहरूले सुनिराख्नु भएको छ होला। एकदमै पिसफुल रहेको छ यो एरिया, देख्न सक्नुहुन्छ। ठाउँ ठाउँमा यसरी बस्नको लागि यहाँनिर टेबलहरू राखिएको छ। सो यस्तो खालको ठाउँमा पनि मास्क खोल्न मिल्दैन, किन भन्दा यतिखेर पेन्डेमिक समय चलिरहेको हुनाले मकौमा एकदमै पिसफुल र सुन्दर रहेको छ यो ठाउँ गाइज। Oh my god, this is very dark guys, little bit scary place. देख्न सक्नुहुन्छ यहाँनिर यस्तो उकालो बाटो रहेको छ। अब यो बाटो हिँडेर म माथि जानेछु। माथिपट्टि गइसकेपछि अलिकति उज्यालो एरिया आउनेछ। सो माथि गएर यहाँलाई त्यो ठाउँ देखाउनेछु। एकदमै उकालो चढेर आइरहेको छ। लगभग अब माथि निक्लिने बेला भइसक्यो टपमा। एकदम गर्मी। ओ माई गॉड, पसिना आयो। वाह, टपमा आयो गाइज, देख्न सक्नुहुन्छ यो हिलको टुप्पोमा। वाह, पुरै पहाड सेम लाइक नेपालको जस्तै छ, एकदमै पिसफुल। Sudeep, welcome to my vlog. I'm here in the jungle making vlog, and how are you? Very good. के गरे हस? कौन हो? के भनिस्? यहाँ हेर, यहाँ सल्लो हेर, सल्लो कता सल्लो है? आँप हेर, आँप। ए आँप पाउँछ यहाँ, पुरै आँप लगाएको छ जङ्गलमा। यस्तो डेन्जर डरलाग्दो जङ्गलमा आएको छ। साथीसँग एउटा फिलिपिन्स साथी छ। भन। सो गाइस चाहिँ अब माथिबाट तल झर्दैछु म, देख्न सक्नुहुन्छ। माथि गइसकेपछि अब फेरि तल झर्ने बाटो छ। यस्तो खालको रहेको छ कच्ची बाटो। यो बाटो अब म तल देख्न सक्नुहुन्छ यसरी मेन बाटोमा जानेछु। वाह, दिस इज भेरी memorable guys, because it's same like Nepal. So oh my god, no have a light, shit, no have light, very dark. I will turn off my light man, shit, see my face. Oh my god, oh एकदम अँधेरो। यो बाहिर उजेलो छ, भित्र जङ्गलको भित्र आएको भएर यस्तो अँधेरो भएको रातिको समय। एक्लै आउने भने त यहाँनिर डरै लाग्छ। फेस चाहिँ गोरो गोरो आइरहेको छ। अलराइट, फाइनली गाइज म माथिपट्टि यो सबै पहाडतिर भित्रभित्र गएर आइसकेको छु। बेलुका भइसकेको छ, रात परिसकेको छ। सो आजको भ्लग म यहाँहरूलाई यति नै देखाउन चाहन्छु। नेक्स्ट भिडियोमा म फेरि पुनः रमाइलो भ्लग लिएर आउने नै छु। नेक्स्ट भिडियोमा म पुनः रमाइलो भ्लग लिएर आउने नै छु। सो until then, bye bye guys, see you in the next vlog.